चटक्क सुँगुरको मासु निकालिन्छ यहाँ चटक्कसँगले हो लगेर मजाले खाइन्छ हो। त्यहाँ ठिकै छ हुँदै ल केटाले अब चाहिँ सुँगुरको मासु पोलेर खानु लागि चाहिँ हेर यहाँ शक्ति भाइ तर खाइन्छ। हिजो यति बहुत दुःख गरेर किनेर ल्याएको हो कि त्यो सुँगुरको मासु कालो प्लास्टिकको सुँगुरको मासुमा पल्केको आलुवाले चाहिँ सुँगुरको मासु होइन खतरासँगले काटिरहेछ। यहाँ हाम्रो भाइले चाहिँ आगो फुकिरहेछ हो आगो बलिरहेछ। सर चाहिँ बिजी छ अहिले। मौसम पनि दामी छ क्या आज चाहिँ हेर सुँगुरको मासु खाउँ खाउँ भएको। हामी चारजनाले जाँदा हेभी बजाउने नुन र के हो यो चिली पाउडर टेस्टिङ। यहाँ चाहिँ मासु अब केटाले आगो नि ठक्क हो रेडी। अब यसको कम्बो चाहिँ फेरि यहाँ कालो कोक मैले छोइना भने चाहिँ हुँदैन भन्ने कुरा चाहिँ यो हो नि त। ओके छ नि एउटा चाहिँ ओके रेडी भएर निस्किएको छु ठक्कसँगले अब चाहिँ यसमा चटक्कसँगले चोपेर चाहिँ कालुवा खतरा खाइदिने होइन। ठिक छ म चाहिँ फर्स्ट बाइट हिर्काउँदै गर्नु पर्यो। पोलेको मासु त भुइँमा चढ्दा के ओके छ दाइ भुइँमा चाहिँ नझारे बसो बसो पड्काउनु पर्यो। भित्र डल्ली उठ्छ नि एउटै भए पनि खानु नि। त्यही भएर मिठो भएको होला अब के भन्ने पाकेको हुन्छ बाहिरबाट ढलेको भित्र पाइरहेछ त्यही ट्याप स्योर नि।